गाइज वेलकम टु माई मिनी भ्लग इट्स मी वन्दना। हजुरहरूसँग म धेरै पछाडि भेट भएँ किनकि म खासै भ्लग बनाउँदिनँ, सर्ट भिडियो चाहिँ हालेर हुन्छु। अनि त्यस पछाडि आज यस्तो भिडियो बनाइदिउँ भनेर हिजो नास्ता बनाउँदैछु। ओके, एकछिन पछाडि म के बनाएँ हजुरलाई देखाउँछु ल। म चाहिँ हेर्न सक्नुहुन्छ पिठो मुछ्दैछु। पिठो चाहिँ मुछिहाल्छु, तर नास्ता चाहिँ के बनाउने हो भन्ने अझै थाहा छैन मलाई, त्यसैले म पिठो मुछ्दैछु। पिठो मुछ्छु अनि फेरि हजुरहरूलाई देखाउँदै गर्छु मैले के बनाएँ भनेर। ल पिठो मुछेर सकेँ मैले, देख्न सक्नुहुन्छ हजुरहरूले मैले मुछेर सकेको छु। अब मैले आलु बसाल्छु, सोचिरहेको छु कि म के बनाउँछु त्यो हजुरहरूलाई म पछि देखाउँछु ल। अब मैले यो आलुलाई इन्डक्सनमा बसाल्न गइरहेको छु। मतलब इन्डक्सनमा बसाल्छु। अब यो पाक्छ 1-2 सिटीमा। आलु पाकिसक्यो। अब यो आलुलाई म फोक्छु। हेर्न सक्नुहुन्छ आलु पाकिसकेको छ। यो आलु मैले फोकेर सकेँ। अब म यसलाई मिक्स गर्छु, त्यस पछाडि देखाउँछु ल। हाम्रो यो आलु मिक्स भइसकेको छ। यसमा अब म मसला हाल्छु। हाम्रो रेडी भइसकेको छ यो आलु मसला, देख्न सक्नुहुन्छ हजुरहरूले। हजुरहरूलाई आइडिया भइसक्यो होला म के बनाउँदैछु भन्ने कुरा, हेर्नुहोस् ल। अब म यो रोटीमा अग्नाको मिक्स गरेको आलु हाल्न गइरहेको छु। यसरी आलु हालिसकेपछि म यसलाई यसो गरेर तोड्छु। यसमा मैले आलु हालिसकेँ। अब यस्तो देखिएको छ। यसलाई चाहिँ यस्तो बनाएर पिठामा यस्तो बनाएर म रोटी बनाउँछु। हजुरहरूले थाहा पाइसक्नुभयो म के बनाउँदैछु भनेर। म चाहिँ परौठा बनाउँदैछु। अनि त्यस पछाडि म बनाउँदैछु, बनाइसकेपछि हजुरलाई देखाउँछु कस्तो भयो भनिदिनु होला। ओके, सक्नुहुन्छ हाम्रो यता परौठा बन्दैछ। सक्नुहुन्छ मैले बनाएको परौठा बनिसक्यो गाइज। अब म यसलाई खान्छु। बाई गाइज। सबैले मेरो भिडियोमा लाइक, कमेन्ट, सब्सक्राइब, सेयर सब गरिदिनु होला। ओके, फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।